सो हेलो गाइस, नमस्ते सबैजनालाई। आशा गर्छु सबैजना ठिकै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। इट्स माई फर्स्ट ब्लग अनि यसमा चाहिँ म मेरो डेली लाइफको भ्लगहरू हाल्दछु। अन्त मतलब डेली लाइफ भन्दा पनि म फ्री भएको टाइममा जे भ्लगहरू भिडियोहरू बनाउँछु त्यही अपलोड गर्नेवाला छु। म चाहिँ अहिले फिलहाल भने चाहिँ यतै हो माचुङ भन्ने जग्गामा छु। माचुङ मतलब कता भन्नुहुन्छ भने यो बडापाथिङ साइड, पाक्योङदेखि यता बडापाथिङ साइडपट्टि जाँदै जाँदै भेट्ने रहेछ साइडमा। यो जग्गा त्यस्तो याद छैन, म यता आएको 1 महिना हुन आँट्यो। बेसी चाहिँ त्यस्तो जग्गाको नाम याद छैन। गङ्गेप अनि यस्तो माचुङ भन्दो रहेछ यो साइड चाहिँ। अनि यहाँ चाहिँ देख्नु सक्नुहुन्छ जङ्गलको बिचमा छ काम गरेँ। यहाँदेखि तल जानुपर्छ साइड। म तपाईँलाई भोलि पर्सिको भिडियोमा अर्को नेक्स्ट भिडियोमा देखाउनेवाला छु। आज भने चाहिँ म यहाँ दाइहरूसँग टायर बनाउनु जानेवाला छु। मेरो टायर चाहिँ पम्चर भएछ अनि टायर पम्चर भएछ। अहिले टायर खोलेर तपाईँलाई सबै देखाउनेवाला छु। यो गाडीमा लोड गर्नेवाला छु अनि के हुन्छ हेर्दै जाउँ। फिलहाल भने चाहिँ मैले यो अगाडिको मेसिनको टायर खोलिसकेको छु। राइट साइडको पम्चर भएको, यो त मेरो हिजै पम्चर भएको साइडमै त काम गर्दै थिएँ। अलिकति ढुङ्गाहरू साइडमा दिनु पर्थ्यो, ढुङ्गा साइडमा दिँदै थिएँ त्यतिखेर नै। अन्त ढुङ्गामा चढेको न्यू भएको थियो, ढुङ्गामा चढेरै जस्तो लाग्यो, मैले त्यस्तो नोटिस गरिनँ। अनि पम्चर भयो। अनि काटेको त दाग त छैन, अन्त ट्युबहरू काटेको त दाग छ, मतलब बाहिर टायर काटेको त दाग छैन। हिजो त्यतिकै चलाउँदै आएँ अनि ट्युब काटेँ कि जस्तो चाहिँ डर लाग्दैछ। ट्युब काट्यो भने त सिन्ताममा जानु पऱ्यो होला। सिन्ताममा छैन भने कता सिलगढीदेखि ल्याउँछ होला नि त। आजै बनिँदैन जस्तो लाग्यो। आज तेल ल्याउनु जानेवाला छ यो गाडी, टाटा तेल ल्याउने जानेवाला छ। त्यसले गर्दा मेरो मेसिनमा टायर पनि लोड गरिकन लानेवाला छु। अनि यहाँ दाजुहरूले भनेको चाहिँ त्यो टायर चाहिँ अलिक थिच्दिनुपर्छ अरे। अन्त पर टायरवालाले उयो गर्दैन अरे नि त, अनि त्यस्तो मेहनत गर्दैन अरे। अन्त टायर थिचिदिनु भन्नुहुँदैछ। अरू साइडमा चाहिँ मैले पछाडिको टायर चाहिँ थिचेको थिएँ। अन्त अब यो अगाडिको थिचिहेर्छु, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। अहिले म भिडियो देखाउनेवाला छु। अगाडिको टायर चाहिँ कसरी थिच्नु भने अलिकति त्यो नजलबाट हावा झिक्यो, त्यहाँदेखि चाहिँ थिचेर हल्का लुज गरेँ रिङ र टायर चाहिँ लुज गरेर अहिले म तपाईँलाई देखाउनेवाला छु। अन्त उनीहरूलाई अलिक हेल्प हुन्छ, अलिक सजिलो पनि हुन्छ भनौँ उनीहरूले गर्नुको लागि। हामीलाई छिटो पनि हो। अन्त आज त सन्डे हो, आज त मेसिनमा पनि ब्रेकडाउन छ अनि तेल पनि छैन प्लस। अन्त आज त छुट्टी नै हो। अरू बेला चाहिँ सन्डे पनि काम हुँदैछ यो साइडमा चाहिँ। अन्त यो टाटामा अहिले लानेवाला छु। तपाईँले देखाउनेवाला छु कसो के हुनेछ हो। मेरो मेसिनको गाइस भ्यू चाहिँ यस्तो छ। अब म चाहिँ यहाँनिर टायर थिच्नेवाला छु। यहाँ दाजु आउनुहुँदैछ, उसको गाडीको स्टार्टिङहरू गर्नु। अनि स्टार्ट गरेपछि म रेडी भएर म टायर साइड थिचेर लोड लिएर पार्किङ जानुपर्नेछ टायर बनाउनु। अनि तेल ल्याउनु जानुवाला छ। टायर चाहिँ यहाँ छ, टायर म यहाँ थिच्छु। अन्त अहिले भिडियो भन्नुहुन्छ, हेर्दै जानुहोस् के हुन्छ हो। तेल पनि छैन गाइस, 2 स्टिक मात्रै तेल छ। टायर पम्चर नभएको पनि आज काम त हुनेवाला थिएन, किनभने तेलै छैन। अब यसको हावा छोड्नेवाला छु अनि हावा छोडिकन चाहिँ थिच्छु। हेर्दै गर्नुहोस् के हुन्छ। सानोमा चाहिँ मतलब मेरो साथीहरू या दाजुभाइ मिलेर चाहिँ अब रोकिरहेको गाडीमा चाहिँ स्पिड पर्थ्यो हामी। अन्त रोकिरहेको पानी भर्नेहरू गाडी आउँथ्यो, त्यतिखेर चाहिँ मतलब यसरी हावा छोडिदिनु पर्थ्यो। बदमास नि अब त्यो मतलब आजको दिनमा चाहिँ काम लागेछ हावा छोड्नुको लागि। यसमा इक्विपमेन्ट्सहरू छैन मेरोमा छोड्नुको लागि, हावा छोड्नुको लागि। त्यसले गर्दा सिक्काले छोड्दैछु। टाइम चाहिँ लाग्छ। गाडी स्टार्ट भएर आइसकेको छ। सो हेलो गाइस, यो टायर पम्चर भएको छ है। हाम्रो भाइले चाहिँ थिच्दैछ टायर दोकानमा खोल्नु साह्रो पर्छ भनेर।
यो दाले हेल्प गर्नु हुँदैछ टायर लोड गर्नुको लागि। पकेटमा त अट्दैन होला, म हल्का पकेट बन्द गर्दैछु। यहाँ टायर चाहिँ मेरो लोड भइसकेको छ यहाँनिर। एउटा हातले भिडियो बनाउँदैछु, त्यसले गर्दा अलिक राम्रो चाहिँ देखेको छैन। जाने हो अब, गइहाल्ने हो। हुन्छ बिस्ला म लुगा ल्याइहाल्छु। हामी चाहिँ लागेको छौँ बडी बिल्डर लागिसकेको छौँ हामी पाकिमतर्फ। म बसिसकेँ अगाडि, अब पाकिम पुगेर भिडियो देखाउने वाला छ। फिलहाल भने चाहिँ पाकिङ बजार आइपुगेको छ। पाकिङ बजार अलिक मुनि रोडेथाङ रोडपट्टि आएको छ। अन्त यो विशाल अटोमोबाइल ग्यारेजको छेउमा छौँ। यो हाम्रो गाडीको चाहिँ अलिकति यो निस्किएको छ, अन्त त्यसको चाहिँ वेल्डिङ गर्नुपर्ने छ। यो अस्ति गाडी मेसिनले ढेल्दाखेरि चाहिँ अलिकति यो भएको ड्यामेज भएको छ। आज त सायद हुँदैन होला, हेर्नु के हुन्छ यसको। यो अन्त अलिकति यहाँनिर वेल्डिङ गर्नुपर्छ, 3-4 जग्गा छ वेल्डिङ गर्नुपर्ने। अनि यो सकेर चाहिँ मैले टायर पनि ल्याएको छु। टायर यहीँ टायर छ। अनि यो 2 ड्रम तेल लिएर जानुपर्ने छ। आज त गएर रात पर्छ होला। आज त यो गाडीको पनि काम छ। यहाँ हुनुहुन्छ हाम्रो सदीप दा। अहिले फिलहाल भने चाहिँ हामी आइपुगेको छ टायर दोकानमा। अब यो टायर चाहिँ अनलोड गर्दैछ यहाँ टाटादेखि। एकैछिन है दा, म चढ्दैछु। तिमी झार्दै गरेको सबै बनाइदिन्छु। यहाँबाट चढ न, हो त्यहाँबाट। लो भाइ चढ्यो, बाँदर जस्तो चढ्यो, हात्ती जस्तो झार्यो। त्यो ड्रम चाहिँ पक्र न। बास भइगयो त, ड्राउन गरिदेऊ, पच गर। पाकिमको टायर दोकान, त्यो पारी देखेको भ्युज हेर्नुहोस्, यति सुन्दरता छ, सुन्दरताले भरिएको छ। अब हामी टायर बनाइसकेर फेरि 2 ड्रम तेल लिएर जाँदैछौँ। यसको त उयो हुँदैन रहेछ यताबाट। एक साइड झरेको छ नि त। हाम्रो टायर बनिनु चाहिँ स्टार्टिङ भइसकेको छ गाइस, हेर्नु। अहिले भने चाहिँ हाम्रो यहाँ टायर बनाउनु स्टार्टिङ भइसकेको छ। अनि हामी चाहिँ यहाँ सदीप दा, म अनि यहाँ हाम्रो सन्जय दा आउनु भएको छ। यहाँ चाहिँ पार्किङको भ्यू देख्न सक्नुहुन्छ। लुक एट द भ्युज गाइस। मेरो क्यामेरा अलिक त्यस्तो राम्रो छैन, त्यसले गर्दा राम्रो भ्यू आएको छैन होला। यहीँ बसेर हेर्दा चाहिँ दामी देख्दो रहेछ। मेरो चाहिँ अब पार्किङमा चाहिँ फर्स्ट टाइम हो भनौँ। हावा चल्दैछ। भइहाल्यो, हामीले सबैले यहाँ यसको ईदको उयो पनि दिएको छ, ट्रिट पनि दिएको छ है। ईद होइन, ईदको ट्रिट दिएको छ हामीलाई। स्टिङ
ड्याममै पैसा धामतिर भन्ने नै हो टायर चाहिँ फिलहाल बनिसक्नु आँट्यो हा टायरमा काँटीहरू थियो चलाऊ, त चलाऊ। भयो काँटीहरू चाहिँ के थिएछ टायरमा काटेर भन्यो त्यो पहिला दाग थियो कि अँ। त्यसपछि फुस्क्यो। होइन मतलब यहाँ चाहिँ के थिएन भने त उयो थिएन है म त काँटी तुल्नु परेछ यहाँ ढुङ्गामा चढेर सोचेको थिएँ अलिक प्रेसर पर्दा चाहिँ दाग मात्रै आएको थियो कि त्यो हावाले फुस्क्यो। स्क्र्याच भनौँ न स्क्र्याच रहेछ पाकिङ बजार पाकिङ बजार घुम्न आऊ साथीभाइ पाकिङ बजार लाग्ने साथी लगाइदियो खै हा लाग्ने नेसनल फ्ल्याग हेर्नुहोस् पाकिङ यहाँ मुनि बजारको। चाहिँ पाक्योमको स्ट्यान्ड रहेछ स्ट्यान्ड एक नम्बर छ सक्यो बजार फसेको मान्छेहरूलाई रेस्क्यु गर्ने हेलिकप्टर छ यहाँ चाहिँ हेर्नु सक्नुहुनेछ आर्मीको हो यो चाहिँ माथि पाक्योङ एयरपोर्टमै पस्नेवाला छ क्यामेरा त्यस्तो राम्रो छैन त्यसले गर्दा त्यत्रो देख्नेवाला छैन हो यो चाहिँ आर्मीको हो अन्त यो चाहिँ नर्थ सिक्किममा फसेको जो आदमीहरू हुनुहुन्छ जो मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई रेस्क्यु गर्ने हेलिकप्टर यो माथि पाक्योङ एयरपोर्टमै बस्नेवाला छ अहिले यहाँदेखि त हामीले त राम्रै देखेको छ अब यो क्यामेरामा चाहिँ त्यस्तो राम्रो चाहिँ आउँदैन होला गाइस हामी चाहिँ यहाँ तेल हाल्नुलाई हुँदैछ अब तेल हालेको चाहिँ दुईवटामै 200 लिटर जान्छ यहाँ चाहिँ पाक्योङ एयरपोर्टको मुनि यसमा आइपुगेको छ हामी यो पेट्रोल पम्पमा पाक्योङ भन्दा नि यो के भन्छ रानीपुल झर्नेपट्टि यो रोडमा यहाँ यता गयो भने चाहिँ रानीपुल जान्छ अन्त यो हाम्रो चाहिँ यो जानेवाला चाहिँ माचुङ साइड उता जानेवाला छ बजारदेखि बसेर उकालो गएर जानेवाला छ यो गाडी चाहिँ आज चाहिँ नो इन्ट्री ओपन छ सन्डे हो नि त त्यसले गर्दा टायर त बनिसकेको छ अब तेल लानु बाँकी छ गएर अब म पर गएर अलिअलि कपाल छ काट्नु भन्छ अनि हेर्दै जाउँ मलाई गाइस के हुन्छ यही छ फाइनली टायर बनाइसकेको छ आज चाहिँ टायर बनाइसकेर आएर अनि हामी जाँदा ओर्दाको टाइम थियो त्यस्तै 11 साढे 11 को टाइम थियो हामी यहाँदेखि हिँड्दाखेरिको टाइम अनि अहिले आएर टायर सायर फिटिङ गर्दा ओर्दा 4:30 जस्तो भइसकेको छ अनि भोलि तेल हालेर भोलि उल्टो ड्युटी हुन्छ होला अन्त अब अरू भिडियोहरू चाहिँ म भोलिदेखि ट्राई गर्छु बनाउने अनि